हाम्रो नियमावलीको 15 को 2 मात्रै माग्यो हामी। त्यो 15-2 मा चाहिँ के छ, के माग्नु भएको थियो? हामीले उठाएका प्रश्नहरूको 1 हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाफ दिने भन्ने छ। तपाईहरुले प्रधानमन्त्रीको जवाफ खोजिरहनु भयो? यस, गृहमन्त्री पनि वहीँ हुनुहुन्छ अहिले हैन। गृहमन्त्री र प्रधान विशेष गरी यो सुकुम्बासीको बारेमा हैन, लिपु लेकको बारेमा, यो चाहिँ नि विदेशी ऋणहरू हैन, तपाईँको चाहिँ नि के अरे को बारेमा यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाएका छौँ। त्यसको उत्तर हामीले पाएको छैनौँ र उहाँहरू आउनुहुन्न। त्यसले गर्दा उहाँहरूलाई सरकारलाई चाहिँ सदनप्रति जिम्मेवार बनाउन खोज्या हो। प्रत्येक दिन नै रहन्छ, मेरो भोलि पनि रहन्छ हाम्रो। तपाईहरु विरोध गरिरहने, उहाँहरू नआइरहने, अब यो त्यो जनताले मूल्याङ्कन गर्छ नि, को गैर जिम्मेवार रहेछ हैन भन्ने कुरा। अहिलेको चाहिँ तपाईँको सरकार पक्ष कतिको गम्भीर रहेछन् भन्ने कुरा, संसदप्रति उत्तरदायी छन् छैनन् भन्ने कुरा, त्यो त मूल्याङ्कन भइरहेछ नि, छैन? तर नियमावलीले उहाँले र हिजो अस्तिको दिन, हिजोदेखि धेरै भनौँ न 2-4 दिनदेखि दबाब दिँदा आज चाहिँ तपाईँको बल्ल 2-4 जना मन्त्रीहरू आउनु भएको थियो। त्यो पनि फेरि उत्तर के अरे प्रश्न राख्न नपाउने भन्ने हिसाबले सभामुखज्यूले रुलिङ गर्नुभयो, त्यसको विरोध गऱ्यौँ हामी। अब तपाईहरु विरोध गरिरहने, प्रधानमन्त्री आउँदै नआउने? हामी गरिरहन्छौँ, 5 वर्ष गर्छौँ। तपाईहरुलाई निलम्बनको खतरा पनि होला नि त, सभामुखको रुलिङ मान्नु भएन? ठिक छ त, ठिक छ त, संसदबाट निलम्बन गर्ने ठिक छ त, त्यो ठिक छ त, चेतावनी नै ठिक छ त, त्यो ठिक छ त, हामी रेडी छौँ, निलम्बनको लागि रेडी छौँ, तयार हुनुहुन्छ? रेडी छौँ, म रेडी छौँ हामी। जनताको लागि जनताको तपाईँको चाहिँ नि सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि हैन, व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छौँ। गर्नु भने आज गर्नु भने त खोइ गर्नु भयो। अर्को चाहिँ यहाँले हिजो संसदीय समितिमा, खास गरेर सुनवाई समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी र यहाँहरूलाई छैन, सहभागी गराइयो भन्ने छैन। सुरुमा संसद गठन हुँदाखेरि पनि यहाँले माग्नु भएको थियो थियो कि? थियो त्यतिखेर पनि भनेको थियौँ, हामीलाई संसदीय सुनवाई समितिमा पनि छैन, यो विभेद भइराखेको छ। अब सभामुखज्यू एउटा दलबाट आउनुभएको हो, तर सभामुख भइसकेपछि उहाँको तपाईँको चाहिँ चरित्र, उहाँको आचरण, उहाँको अभिव्यक्ति र व्यवहार सबै साझा हुनुपर्छ। उहाँ मेरो पनि तपाईँको चाहिँ के अरे श्रम संस्कृति पार्टीको पनि सभामुख हुनुहुन्छ भन्ने हिसाबले उहाँको बोली र व्यवहार हुनु जरुरी छ। प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया चाहिँ के भयो? हामी भनेको संसदीय दलको नेता हो हैन, संसदीय दलको नेतालाई 2 मिनट बोल, 3 मिनट बोल भनेर हुन्छ? हुँदैन, त्यो खालको अभ्यास छैन। प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया जसरी अगाडि बढ्यो नि, एक दिनमा प्रधान न्यायाधीश नियुक्त हुने, बारले लालटिन बालेर सर्वोच्चमा न्याय खोज्ने, कामु प्रधान न्यायाधीशले दिएको आदेश कार्यान्वयन नहुने, कर्मचारीहरू सबै यो त्यही त के भइराखेको छ? यो विधिबाट चलेको छैन, कहीँ न कहीँ बिग्रेको छ हैन, त्यहाँभित्र पनि कहीँ न कहीँ बिग्रेको छ। त्यसले गर्दाखेरि हो त्यो विधि र थितिमा ल्याउनको लागि श्रम संस्कृतिको यहाँहरूको योगदान के हो? हाम्रो ठुलो योगदान त्यही भएर दैनिक आन्दोलन गरिरहेको संसदभित्र, सभ्य शिष्ट भाषामा, सभ्य शैलीमा, शिष्ट तरिकाले। अब संसदमा आन्दोलन गर्दा पनि सुनवाई भएन भने चाहिँ के? हैन, आन्दोलन गरिरहन्छौँ नि त, नेपाली जनताले मूल्याङ्कन गरिरहन्छन् हैन। अन्त्यमा के भन्न चाहनुहुन्छ? नैतिकता वहन गरौँ सबैजना हैन। हामी नैतिक प्राणी हो, सामाजिक प्राणी हो, सामाजिक उत्तरदायित्व हुन्छ हाम्रो, पदीय उत्तरदायित्व हुन्छ। आफ्नो कर्तव्य पुरा गरौँ अनि मात्रै अधिकारको दाबी गरौँ हैन। सभामुखले तपाईहरुलाई अभद्र व्यवहार गरेको भन्नुभयो नि? कसले? सभामुख। कहाँ? हामीले तोडफोड गऱ्यौँ कि हैन, तपाईँको अपशब्द बोल्यौँ कि हैन, कसैमाथि केही गऱ्यौँ कि? हामीले एउटा पर्चा देखाएर हाम्रो यो छ माग, यो छ विरोध, यो यहाँनिर असहमति छ भन्न पाइँदैन? के हो यो सदन भनेको हाम्रो तपाईँको चाहिँ के अरे सार्वभौम नेपाली जनताको आवाज उठाउने सदन होइन यो, त्यो चिज हो नि। हामीले कहाँ कुन अशिष्ट शैलीबाट के गर्यो त? खास गरेर त्यो प्ले कार्ड पर्चा बोकेर संसदमा जान पाइँदैन भन्ने कुरालाई इङ्गित गर्नु कहाँ लेखेको छ त पाइँदैन भन्ने? नियमावलीमा कहाँ लेखेको छ? सभामुखले रुलिङ गर्नुभयो भनेको सुन्नु न, कहाँ लेखेको छ त पर्चा नलगी जाने भनेर चाहिँ, ल्याउनु पाउँदैन भनेर? त्यो नचाहिने नियम लगाएर हुन्छ गोजीको।